कस्तो मुखै बिग्रियो भाइ। यति हरि बिजोग छ, मैले फोटो बनाएर लिएर आएको तलबाट। हिजो हावाले सबै नुहाएको। अब यसलाई साथीहरु गुड मर्निङ सबैजनालाई। म चाहिँ गाउँबाट न्यू डेमा न्यू भ्लगको साथमा हजुरहरू उपस्थित भइसकेको छु। म उमा कुलुङ। सो आज चाहिँ गाउँको मौसम हेर्नुहुन्छ भने पुरा घाम लागिरहेछ। अघि बिहान पख चाहिँ लागेको थिएन, अहिले चाहिँ टक्क घाम लागिरहेछ, न्यानो भइरहेछ। कस्तो आनन्द महसुस भइरहेछ। बिहान चाहिँ जाडो जाडो फिल भइरहेको थियो, अहिले चाहिँ आनन्द फिल भइरहेछ। सो आज चाहिँ मैले हजुरहरूलाई के देखाउँछु भने नि, म मेरो करेसाबारी, मेरो घर वरिपरिको चिजहरू देखाउँछु। आज चाहिँ सबसे पहिला देखाउँछु यहाँबाट। यहाँ चाहिँ किवीको बोट छ, चाहिँ भाइले रोपेको रेड किवी। हिजो हावा आएर कस्तो लस्याङ पस्याङ बनाएको छ साथीहरू, हेर्नु फल्दैछ। यहाँ चाहिँ दाना लागिसक्यो है। अनि भन्नुहुन्छ भने यो यति सानो बोट छ नि, यो तपाईँहरूले देख्दै हुनुहुन्छ नि, यो धेरै ठुलो छैन क्या। यति सानो बोटमा पनि तपाईँलाई म के देखाउँछु भने हेर्नुहोस्, यति सानो बोटमा पनि किवी झ्याप्प फलिरहेछ है। त्यस्तो धेरै नफले पनि फल्न स्टार्ट गरिसकेको छ। अर्को वर्ष त सायद धेरै नै फल्छ होला। यो रहेको छ एभोकाडो। यो चाहिँ फल्छ फल्दैन थाहा छैन है। रोप्न चाहिँ रोप्नु भयो भाइले नै। यो सबै मेरो भाइले रोपेको हो। यो सबै चिजहरू चाहिँ भाइले रोपेको। यो किवीहरूदेखि लिएर सबै। यहाँ रहेको छ किम्बु। थाहा छ तपाईँहरूलाई किम्बु साथीहरू? कति प्राय साथीहरूलाई चाहिँ थाहा छ होला होइन, किम्बु। अनि यहाँ रहेछ मौरीको घार। यो पनि भाइले नै राख्नु भएको। अनि रहेको छ यहाँ पनि किवी। यो चाहिँ सेतो खालको हुन्छ। यो चाहिँ फुल्दै मात्र छ कि साथीहरू, हिजो हावा आएर सबै किवीको बोट भाँचिया छ नि त, तपाईँले हेर्नुभयो। अनि यहाँ चाहिँ फुल्ली मात्र रहेछ, फल्न सुरु गरेको छैन। आज चाहिँ मेरो भ्लग भनेको चाहिँ मेरो घरको वरिपरि करेसा बारीमा के छ भनेर देखाउँदैछु। सो हेरिदिनु होला। यिनीहरूमा चाहिँ फुलिरहेछ है, म देखाइदिन्छु। यिनीहरू चाहिँ फुल्न सुरु गरेको, फुलिरहेछ। फलेको चाहिँ छैन सायद, अब फुलेपछि त फलिहाल्छ। पोहोरको साल एउटा दुईवटा फलेको थियो। अनि यसलाई कलमी काट्नुपर्छ अरे नि त, अनि पोहोर चाहिँ काटेको थिएन। यो रहेको छ आधुनिक घार। यो पनि भाइले नै बनाएको है। यो मौरीको घार हो कि, यो पनि आधुनिक घार हो। यो भाइले राखेको। मलाई भाइले करेसा बारी भिजेर खानु पार्दैन भन्दै हुनुहुन्थ्यो कि। अनि आज चाहिँ म भिडियो बनाउँदै यता आछु। यो के हो? आरु आल्चा के थियो के? आल्चाहरू पनि छ। अनि यो मुनिको चाहिँ आरु हो। यो के आरु भन्छ यो भाइलाई नै थाहा छ। जापानिज आरु के भने जस्तो लागेको थियो होइन। एकदमै मजाले फलेको छ। यहाँ त पोहोर फलेको थियो, म त अहिले त केही देख्दिनँ त, फुलेको पनि देख्दिनँ। यो पनि अर्कै रहेछ, आरु हैन। मलाई खासै थाहा छैन कि आरु अनि आरु बखडा छ क्या यहाँनिर, तर खै मैले त यो आरु मात्र चिने कि। पोहोर चाहिँ खै पोहोर त फलाएको थियो। योचोटि त खै मैले फुलेकै देखिनँ, फुल्न बाँकी होला सायद कि के हो मैले पनि जानिनँ। यो आरु बखडा आरु के भन्छ होइन। यो चाहिँ कृषि माथि दाइले कृषि फार्मबाट लिएर भाइले रोपेको। पोहोर यहाँनिर कति धेरै टमाटर थियो साथीहरू, यो साल छैन होइन।
म करेसा बारीतिर भिजिट गर्दैछु कि यो पनि आरु बखडा होला आरु होइन आरु बखडा पोहोर त फल्या थियो मलाई मम्मीले राखिदिनु भएको थियो पोहोर अनि यहाँनिर खोर्सानी पनि भाइले रोपेको हो निकै थियो खोर्सानी त्यहाँ एउटा रहेछ यहाँ एउटा रहेछ उही तल डल्ले खोर्सानी आरु बखडा के भन्छ साथीहरू मलाई चाहिँ थाहा भएन कि उयो चाहिँ आरु हो तर जापानिज आरु यो के को बिरुवा हो त्यो पनि थाहा छैन भाइलाई नै सोध्नुपर्छ होइन ऊ त्यो चाहिँ किम्बु हो यो सबै यिनीहरूले भाँचेछ हो पाकेर यिनीहरू रहेछ साथीहरू मजाले यो रातो रातो त अमिलो अमिलो हुन्छ कस्तो मुखै बिग्रियो भाइ अमिलो अमिलो ऊ पर मात्र पाकेको छ को टिप्न जाने सकिन्न यिनीहरूले भाँचिसक्यो होइन तिमीहरूले होला सिस्नो चिल्लाइ के को बोट रहेछ भाइलाई नै सोध्नुपर्छ सबै यो कृषिबाट माथि कृषि फार्मबाट लिएर रोपेको हो कि खै छोड्नु त म तल्लो गाह्रोबाट अलैँची बारी हेर्नु न हौ के बिद्धि बिग्रिएको भने नि अब स्याहार्ने मान्छे छैन यस्तो अलैँचीहरू रोप्न यताउता गर्न चाहिँ लाठे मान्छे नै चाहिन्छ कि साथीहरू अलिकति लाठे ऐ सुन्तलाको बोट बिग्रेला यो भने भाइले सुन्तलाको बिउ छरेर पलाएको तर यो बिउ उम्रिनको लागि निकै टाइम लाग्दो रहेछ साथीहरू अब सार्ने बेला भइसक्यो यसलाई मलाई चाहिँ त्यस्तै लाग्छ यिनीहरू सबै सुन्तलाको बिउ हो सुन्तला यो चाहिँ सार्ने बेला लगभग हुँदैछ यहाँ पनि सानो सानो फलिरहेछ अब यस्तो सबै चिजहरू स्याहार्नको लागि चाहिँ लाठे मान्छे नै चाहिन्छ क्या अलिकति छोरा मान्छे हामीलाई त अलिक गाह्रै पर्ने रहेछ क्या यो सुन्तलाको बिरुवा भयो होइन मेरो पुच्छार हेर्नु त कसको पुच्छार अरे कसको नि होइन आरु बखडा आल्चा के भन्छ हौ म त थाहा छैन फलेछ त यसमा त अलिअलि फलेछ हेर्नु त अलिअलि फलेछ त हेर्नु न साथीहरू यो सबै क्या मजाले भइरहेछ फुलिरहेछ हिजो हावाले सबै नुहाएको अब यसलाई चाहिँ उठाउनु पर्ने हुन्छ हेर्नुभयो अब यो चाहिँ भोलि होइन भरेतिर उठाउँछु समय मिलेसम्म अनि यो माथि छ नि यो माथि फुल रोप्ने ठाउँमा चाहिँ भाइले सबै मौरीको मह राख्नु भएको छ मौरी राख्नु भएको छ यसमा रहेछ मौरी त्यसमा रहेछ यो बिचकोमा चाहिँ छैन के अरे बिचकोमा चाहिँ के भएर गएछ बिचकोमा रहेन यो ठाउँ देख्नु भएको छ नि यो ठाउँमा पनि मौरी राख्नलाई बनाएको भाइले फुलहरू त यस्तै छ साथीहरू कोही छैन घरमा स्याहार्ने अब हिजो अस्तिसम्म मम्मी मात्र हुनुहुन्थ्यो यो पहिला फुलहरू बहिनीले राखेको अनि त्यत्तिकै छ अहिलेसम्म नै उसलाई देख्नुभयो त्यो पनि भाइले मौरी राख्नलाई मह भनेछु त्यत्तिकै मौरी राख्नलाई बनाएको ठाउँ हो यस्तो छ हाम्रो गाउँ चाहिँ यता घर अगाडि चाहिँ यस्तो छ यो चाहिँ कोख्राखोर हो है अब यो चाहिँ रह्यो हाम्रो घर यस्तो छ साथीहरू
कोही थिएन। हिजो अस्तिसम्म मम्मी मात्र हुनुहुन्थ्यो। अनि मम्मीले के गर्ने होइन, स्याहार्नै छैन भनौँ न होइन। अब कसले स्याहार गर्न सक्ने त। अब माथिको गमलाहरू पनि सुकिसकेको छ। यहाँ मुनिको फुल चाहिँ अब अगाडि नै भएर राम्रै छ। अनि यता उँभोपट्टि केही नै छैन अहिले। यो उँभोपट्टि पहिला झ्याप्प फुल थियो। बहिनी हुँदाखेरि म बहिनीलाई पनि मिस गर्छु। बहिनीले कति धेरै फुल रोपेर जानुभएको थियो। बहिनीले बिहे गरेर गइसक्नुभयो, धेरै वर्ष भयो। बहिनी नभएपछि त यस्तो छ। पोहोर मैले गमला लिएर राखेको फुल जति सुकेर यस्तो भएको छ। अनि 1 वर्ष भयो, ठ्याक्कै 1 वर्ष भयो। हालत त खराब भएर रहेछ गमलाको। सायहरू यस्तै छ होइन। अब यसलाई चाहिँ बिस्तारै 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 म्यानेज गर्नु पर्ला यो गमलाहरूलाई होइन। अहिले तत्काल चाहिँ म पनि सक्दिनँ। अब सबै घरको अवस्थाहरू कचाककुचुक नै छ। अब मिलाउन टाइम लाग्छ। त्यही छ गाउँघरको। अनि एउटा कुरा, मेरो प्लान चाहिँ कति धेरै छ कि साथीहरू। मेरो प्लान भन्दा पनि मैले घरमा मिलाउनु पर्ने चिज चाहिँ कति छ क्या, कति छ। मैले यो फुललाई पनि म्यानेज गर्छु एकछिन समयमा। टाइम मिल्यो भने घरको यो यताउता काम गर्दा गर्दै बित्छ। यो पनि मैले पोहोर बनाएको हो। मम्मी हाई भन्नु न। माका हात खाली रहेन। घाँस लिएर आउनु भएको। अनि यहाँ माथि पनि मैले पहिला योभन्दा अघिल्लो साल बनाएँ मात्र। खासै म्यानेज केही गरेको छैन होइन। गाउँघरमा यस्तै छ। अनि यो रह्यो नि यति हरिबिजोग छ। मैले फोटो बनाएर लिएर आएको तलबाट। यो फोटोहरू चाहिँ कहाँ राख्ने भइरहेछ। केही मिलाएको छैन कि, कोही नभएर मान्छे नबसेर यस्तो हालत छ। यो चाहिँ बिस्तारै मिलाउँदै जानुपर्ने छ। मैले साथीहरू अघि मैले फोटोहरू मिलाउनु छ, कोठा रुम मिलाउनु छ भन्दै थिएँ। सो मैले चाहिँ फाइनल्ली रुम मिलाइसकेँ। त्यस्तो स्पेसल त केही छैन, तर पनि हल्का फुल्का। कोठामा फर्निचरहरू लाउन त धेरै मन छ कि साथीहरू। कुरा के रह्यो, कुरा अलिकति गाउँमा भयो नि त। अनि गाउँमा फर्निचरहरू ल्याउनलाई एकदमै गाह्रो। एक त गाडी पनि आउँदैन कि। गाडी अस्तितिर आउँथ्यो, अब बर्खा लागेपछि त गाडी आउँदा पनि आउँदैन। बाटोहरू बिग्रिन्छ। दुःखम सुखम हिजो अस्तिसम्म आइरहेको थियो, अहिले पनि आइराखेको छ। अनि भने जस्तो अब फर्निचरहरू ल्याउन पाइँदैन, कच्ची बाटो छ नि त। सो त्यही भएर के गर्न मन त लाग्छ। मलाई चाहिँ कोठा सजाउन, कोठा एकदम राम्रो बनाउन खुब मनपर्छ साथीहरू। तपाईहरुलाई कस्तो लाग्छ? यो चाहिँ आजको मौसम हेर्नु, चिसो। मलाई त चिसो लागिरहेछ, चिसो बढिरहेछ, चिसो। अघि मैले यो फुलहरू पुरा लडिरहेको थियो नि त, यसलाई सम्हाल्नु पर्ने छ भनेको थिएँ। सो यो फुल पनि मैले सम्हालिसकेँ, बाँधिसकेँ, माथि उठाइसकेँ। यस्तो मजाले फुलिरहेको फुल सबै हिजो हावाले नुहायो। साथीहरू के भन्ने, यस्तै छ। आजको भ्लग चाहिँ यति नै। हजुरहरूले हेरेर साथ दिनु होला। फेरि पनि अर्को भ्लग लिएर आउने छु। सो त्यतिन्जेलसम्मको लागि बिदाई हुन चाहन्छु। बाई बाई, मिस यु अल, लभ यु।